नमस्ते साथीहरु सबैजनालाई। यो हो गोवाको ओल्ड गोवा चर्च हो। यो चाहिँ हामी आज यहाँ भनेर आएका छौँ। हामी यस्तो घुम्नको लागि यो ओल्ड गोवा चर्चमा यसरी आएका छौँ। यहाँ धेरै राम्रो छ र यो साइडमा हामी यहाँ पछाडि मेरो ब्याकग्राउन्ड यो पोर्तुगल राज्यमा बनेको हो। यो चाहिँ यो देखिए और यहाँ सबैजना यति धेरै मान्छे छन् यहाँ यो ठाउँमा आउनको लागि र सबैजना आएका छन्। यहाँ 3 गतेदेखि आज फेस्टिभल छ। हामी यो फेस्टिभलमा त्योभन्दा अगाडि नै लागेको छ, तर हामी आज 1 गते आएका छौँ। 3 गतेदेखि यहाँ फेस्टिभल छ। गोवाको ओल्ड गोवा चर्च फेस्टिभलमा हामी घुम्न आएको छौँ र म तपाईलाई योभन्दा अगाडिको चिज देखाउँछु। हेर्नुहोस् है, यो साइडमा यस्तो छ। यहाँ पुरै मान्छेहरू छन्। त्यहाँ अहिले प्रार्थना गर्नेहरू गइराखेका छन्। हेर्नुहोस्, हेर्नुहोस् मेरो पछाडि ब्याकग्राउन्डमा यति रमाइलो छ र यो ठाउँमा हामी घुम्न आए भनेर आएका छौँ। र तपाईहरु पनि यदि कहिलेकाहीँ आउनु भयो भने आउन सक्नुहुन्छ यो ठाउँमा र यो ठाउँको बारेमा धेरै जानकारी लिन सक्नुहुन्छ। यो भन्दा पछाडिको ब्याकग्राउन्ड छु। ल हेर्नुहोस् है, हेर्नुहोस् यो यति ठुलो घर छ। यो घरलाई सबैजना आउँछन्, यहाँ हेर्न रमाइलो गर्छन् र देख्छन्। यो अंग्रेजको पालामा बनेको घर हो। अंग्रेजहरूले यहाँ पहिला बस्थे। अंग्रेजहरूको पालामा बनेको घर हो र यहाँ भित्र चाहिँ चर्चहरू र अहिले त चर्च बनाएको छ। पुराना चर्च छन् यो गोवामा। ल हेर्नुहोस्, एकदम गर्मी छ आज, एकदम गर्मी छ। म तपाईलाई यहाँ योभन्दा अगाडिको यो एकदम पुरानो घर हो। कमसे 1000 साल पुरानो घर हो यो। अंग्रेजहरूले जतिखेर गोवा आजाद भएको थियो त्यतिखेर यो चाहिँ छोडेका हुन् यहाँका पोर्चुगिजहरूले। हेर्नु साथीहरु, यो घर चाहिँ हेर्नुहोस्। तपाईहरु पनि आउनु होला कहिलेकाहीँ घुम्नको लागि। गोवा घुम्न आउनुहुन्छ भने यो ओल्ड गोवा भन्ने ठाउँमा चाहिँ हेर्न नभुल्नु होला है साथीहरु। आज हामी सबैजना आएका छौँ यहाँ घुम्नको लागि र यहाँ आज धेरै गर्मी बढेको हुनाले हामी यस्तो घाममा आएका छौँ। घामको उसमा ल हेर्नुहोस्, यो अहिलेको मैले त्यो साइडबाट देखाएको थिएँ, अगाडिको साइडबाट देखाएको थिएँ नि, अहिले यो साइडबाट देखाइरहेको छु। हेर्नुहोस्, ल सबैजनाले हेर्नु होला र यहाँ आएर इन्जोय गर्नु होला है त।
ल हेर्नुहोस् साथीहरू, तपाईँहरू पनि आउनु होला र घुम्नु होला र रमाइलो गर्नु होला सबैजनाले यहाँ। र हेर्नुहोस् आज हामी यसरी घुम्नको लागि आएका थियौँ र हेर्नुहोस् हामीहरू बगालहरू उतातिर गएका छन्। हामीहरू सबै आफन्तजनहरू सबै र अहिले यहाँ ल हेर्नुहोस् यतापट्टि सबै मेला लागेको छ। हामी एकछिनपछि मेलामा जानेवाला छौँ। मेलामा गएर र मेलामा घुमघाम धेरै गर्मी भएको हुनाले हामी अहिले यो रुखको छाहारीमा घुम्न आएका छौँ। यो रुखको छाना यसको शीतलको लागि बस्न भनेर आएका छौँ। अब हामी हेर्नुहोस् शीतल ताप्नको लागि हामी यसरी घुमेर पुरा यहाँ गर्मी भएर ठुला ठुला रुखहरू छन्। हेर्नुहोस् यहाँ रुखको छाहारीमा बसेर हामी हेर्नुहोस् सब हिँडी थाकेर यहाँ शीतलमा आएर बसेका छन्। थाकेर अहिले बसेका छौँ हामीहरू सबैजना होइन। अब हामी कहाँ घुम्न जाने? त्यहाँ पर मार्केटमा। अब हामी कता जाने? बुरो ए स्याङ्ली बुरो। अब हामी कता जाने? एउटा छोटो आएछ खै, छोटो आएछ यी। ओहो हेलो हेलो गाइस। नमस्ते खन्दा खै त नमस्ते भने। हामी आज गार्डन घुम्न आएको, ठुलो गार्डनमा। यहाँ आमको बगैँचा मात्र रहेछ भने